Welcome friends on my channel Learn English with Wise। लगभग 4-5 महीना जति हामी भिडियो बनाएनौं र यति लामो अन्तरालपछि फेरि एकचोटि अनलाइन आएर यस्तो ग्रामर र ग्रामर सम्बन्धी टपिकमा डिस्कस गर्न फेरि म सुरु गरे। आज हामी जेन्डर भनेको के हो यो जेन्डर माथि चर्चा र डिस्कस गर्ने छौं। जेन्डर भनेको लिङ्ग हुन्छ। सामान्यतया नेपाली भाषामा हामीले स्त्री लिङ्ग र पुरुष लिङ्ग भनेर दुई क्याटेगोरीमा गरिएको छ, तर यहाँ इंग्लिशमा यसको प्रकार 4 वटा छ। यसको 4 वटा प्रकार छ। जस्तै मैस्कुलिन भयो, फेमिनिन भयो, कमन जेन्डर भयो र न्यूट्रल जेन्डर भयो। मैस्कुलिन भनेको यसले पुरुषलाई देखाउँछ, पुल्लिङलाई देखाउँछ। जस्तै म्यान छ, कुनै मान्छे पुरुषलाई देखायो, म्यानले पुरुषलाई देखायो। जस्तै बॉयज छ, यो पनि पुरुषलाई इन्डिकेट गर्छ। फादर भनेको यो पनि पुरुषलाई अथवा मेललाई इन्डिकेट गर्छ। र फिमेलमा फेरि वुमेन छ भनेको यो महिलाहरू, गर्ल्स, केटी, मदर, आमा। त्यो फेमिनिनले यो फिमेललाई देखाउँछ। अनि त्यस्तै छ तेस्रो कमन जेन्डर। कमन जेन्डर भनेको यसमा दुवै मिक्स भएको हुन्छ। हामी यसलाई सेपरेट गर्न सक्दैनौं। यसमा मिक्स जेन्डर हुन्छ। जस्तै स्टुडेन्ट छ, अब स्टुडेन्ट भनेको यो केटा पनि हुन सक्छ, केटी पनि हुन सक्छ। टीचर छ, टीचर यहाँ केटा मान्छे पनि हुन सक्छ अथवा अरु कुनै लेडी पनि हुन सक्छ। टीचर भनेको टिम छ, टिममा धेरै खेलाडीहरू हुन्छन्, त्यसमा महिला पनि हुन सक्छ, पुरुष पनि हुन सक्छ। सो हामीले यो कमन भनेको यो साझा जेन्डर, त्यस्तो जेन्डर हो जसलाई हामी सेपरेट गर्न सक्दैनौं। त्यो समूहमा यिनीहरू हुन्छन् र त्यति सेपरेट गरिएको हुँदैन कि यो मेल हो कि फिमेल हो, कस्तो हो। त्यसैले यसलाई हामी कमन जेन्डर भन्छौं। यस्तै छ न्यूट्रल जेन्डर। न्यूट्रल जेन्डर भनेको के हो? सामान्यतया अजीवित, जस्तै कुनै सामान छ, बुक छ, यसमा जान छैन। टेबल छ, हाउस छ, हाउसले बोल्न सक्दैन, केही गर्न सक्दैन, टेबलले, बुकले। सो यिनीहरूलाई अजीवित, यिनीहरू न्यूट्रल जेन्डर हुन्। यस्तै किराहरू जुन छन्, सानो सानो किराहरू, इन्सेक्ट्सहरू, त्यसलाई पनि न्यूट्रल, तिनीहरूमा त जान हुन्छ तर न्यूट्रल जेन्डरमा राखिएको छ। किन न्यूट्रल जेन्डरमा राखिएको छ भने त्यसलाई हामी उसको लिङ्ग छुट्याउन गाह्रो नै हुन्छ। सपोज दैट सानो किरा भयो कुनै, अब यस्तो आकारमा यो सानो किरा छ भने त्यो स्त्रीलिङ्ग हो कि पुल्लिङ्ग हो हामी त्यो चाहिँ चिन्न सक्दैनौं। त्यसैले यसलाई हामी न्यूट्रल जेन्डरमा राखेका छौं।